सो खाना भनेको चाहिँ हाम्रो रेगुलर खाने खाना मात्र होइन होइन, जन्मेदेखि लिएर मरुन्जेलसम्म चाहिँ खाने भनेको हामी खाना नै भयो। त्यसले हाम्रो शारीरिक, मानसिक र हाम्रो गर्ने दैनिकी जुन हाम्रो कार्यहरू हुन्छ त्यसमा पनि एकदमै इफेक्ट पर्छ होइन। सो नमस्ते, म चाहिँ अनुश्री आचार्य, म चाहिँ क्लिनिकल डाइटिसियन, अहिले पिएचडी गर्दैछु। सो म चाहिँ आज किन आएको भने हाम्रो चाहिँ यो फुड र डाइट एन्ड सुटिङमा चाहिँ कसरी रिलेटेड छ, अनि वाइ डाइट इज इम्पोर्टेन्ट हाम्रो चाहिँ यो सुटिङको टाइममा, अर हाम्रो एक्टर्सहरूको लागि किन इम्पोर्टेन्ट छ भनेर चाहिँ अलिकति केही सेयर गरौँ भनेर। त्यो चाहिँ कस्तो हुन्छ भने सुटिङको टाइम भनेको एकदम हेक्टिक हुने टाइम हुन्छ होइन। सो त्यो टाइममा चाहिँ अब धेरैजना एक्टर्सहरूले चाहिँ वेट लस गर्ने, पहिला मेन्टेन गरिसकेको पनि एकदमै वेट लस भएर जाने, कसैको चाहिँ एकदम ओभर इटिङ भएर वेट गेन भएर जाने हुन्छ होइन। कसैको चाहिँ एकदमै लेथार्जिक हुने, फेन्टे हुने कन्डिसन पनि आउन सक्छ ओभर टाइमले गरेर। सो यसलाई कसरी ब्यालेन्स गर्ने, कस्तो खानेकुराहरूमा चाहिँ ध्यान दिनुपर्छ भनेर चाहिँ अलिकति सेयर गर्न आएको थिएँ। सो कस्तो हुन्छ भने हाम्रो टिममा मुभी बनाउँदाखेरि काम गर्ने भनेको चाहिँ एकजना स्पटलाइट गाईदेखि लिएर हाम्रो टिम एक्टर्सदेखि लिएर एभ्री वान इज इन द फिल्ड वर्किङ अबाउट, हुन्छ नि, यता दौडिने उता दौडिनेदेखि लिएर ब्याक टु द क्यामेरा काम गर्नेदेखि लिएर बिहाइन्ड द सिन्स काम गर्नेदेखि लिएर एभ्री वानको स्केड्युल एकदम हेक्टिक हुन्छ कि। सो त्यो भएको हुनाले चाहिँ कस्तो हुन्छ भने खाना चाहिँ हामीले ध्यान दिँदैन। तर मान्छेले एकदमै प्रपर माइन्ड स्टेटमा काम गर्नको लागि चाहिँ तपाईँको एउटा मेन्टल एकदमै काम हुनु पऱ्यो, विच इज रिलेटेड टु यर गट। अब जस्तै भोलि सुट छ, आज केही नराम्रो खाइदियो, डाइरिया भयो भने अभियसली भोलि सुट गर्न सकिँदैन, अथवा होल टिमको चाहिँ सुटिङै रोकिन सक्छ होइन। त्यस्तै गरेर चाहिँ कस्तो हुन्छ भने कि एलर्जिक फुडहरू पऱ्यो, आफूलाई थाहा छैन फुड एलर्जी के छ आफूलाई भनेर, तर खाइदियो, त्यही सुटिङको टाइममा ऱ्यासेसहरू आयो, एलर्जीहरू केही भयो भने अब होल डे नै सुटिङ क्यान्सल हुनसक्छ। कुनै बेलामा चाहिँ कस्तो हुन्छ भने यति हेटिक स्केड्युल हुन्छ, सिफ्ट 1 2 3 गर्दा गर्दै त्यो खानेकुराहरूले चाहिँ नपुगेर कतिजना चाहिँ एक्टर्सहरू फेन्ट हुने कन्डिसन पनि हुन्छ, स्पेसली ड्युरिङ द टाइम अफ सुटिङ फर द फिमेल होइन। सो त्यो कुराहरूलाई चाहिँ हामीले कसरी हेल्दी वेमा लिएर जाने, कसरी चाहिँ हामीले अलिकति केयर गर्न सकिन्छ, जसले गर्दाखेरि चाहिँ सुटिङको टाइममा चाहिँ हामीले केही इस्यु नहोस्, अनि लेथार्जिक नहोस्, हाम्रो चाहिँ मेन्टल स्टेट एकदम राम्रो होस्, काम दिँदाखेरि पनि एकदम मजाले आफ्नो बेस्ट दिन पाऊँ भनेर चाहिँ डाइट र न्युट्रिसनको चाहिँ एकदम हाई रोल्स हुन्छ यसमा। सो हामीले चाहिँ दिने बेसिकली क्यालोरी मात्र नभएर त्यो सुटिङ टाइममा मात्र होइन कि, सुटिङ गरिसकेपछि सर्टेन एउटा कन्डिसन चाहिँ के हुन्छ भने सुटिङको लागि भनेर वेट गेन गरिन्छ, तर त्यसको फर्दर प्रिकसन्सहरू केही गर्नुपर्छ कि पर्दैन। कतिजनाले चाहिँ अब वेट गेन गर्नुपर्छ भने एकदमै गर्नुहुन्छ, तर पछिसम्म चाहिँ उहाँहरूको त्यो मेडिकल कन्डिसनदेखि लिएर सबै कुरा हार्म गर्ने कन्डिसन पनि आउनसक्छ होइन। त्यो धेरै सप्लिमेन्ट्सहरू लिएर कतिजनाको चाहिँ फेरि कस्तो हुन्छ भने वेट लस गर्ने भनेर यति वेट लस गर्दैन हुन्छ कि ड्युरिङ द टाइम अफ वर्क नै उहाँहरूको चाहिँ कामै गर्न नसक्ने गरेर एकदमै लेथार्जिक हुने कन्डिसन पनि आउँछ। सो यो दुइटैको ब्यालेन्स गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, बिट वेट गेन अर वेट लस, प्लस तपाईँको चाहिँ यो दुइटै गर्दाखेरि चाहिँ पछि मेडिकल कन्डिसन नआउनेसम्मको चाहिँ रेसिप्रिकसनहरू चाहिँ हामीले के लिन सकिन्छ, अथवा हामीले चाहिँ कस्तो कस्तो कुराहरू चाहिँ अलिकति ध्यान दिन सकिन्छ इज भेरी इम्पोर्टेन्ट। कतिजनालाई चाहिँ ल्याक्टोज इन्टोलरेन्सको बारेमा थाहा हुँदैन, कतिजनालाई चाहिँ तपाईँको चाहिँ ग्लुटिनको एलर्जी भनेर थाहा भइरहेको हुँदैन, कतिजनालाई चाहिँ ए मलाई खानाको पनि एलर्जी छ र भन्ने हुन्छ, किनभने ऱ्यासेसै देखिँदैन, ऱ्यासेस आएपछि मात्र एलर्जी हो भन्ने बुझिरहेको हुन्छ होइन। बट त्यो बाहेक पनि केही खाएपछि पेटमा जिआई इस्युज आउने, प्रब्लम्स आउने, खाने बित्तिकै पेटले कामै गर्न नसक्ने, गरेर दुख्ने होइन। अनि कतिजनाको चाहिँ अर्ली मर्निङमा फ्रुट्सहरू खाँदाखेरि फुड म्यापले गर्दाखेरि ग्यास्ट्राइटिस भएर बोल्नै नसक्ने कन्डिसनहरू पनि हुनसक्छ। सो आर वी नेग्लेक्टिङ एकदमै सानो सानो कुरा जुनले चाहिँ हाम्रो वर्क लाइफलाई एकदम इजी बनाउन सक्थ्यो, तर बिकज हामीले त्यो सानो कुराहरू चाहिँ याद गरिरहेको हुँदैन, त्यसले गर्दा चाहिँ हाम्रो कामहरू चाहिँ अलिकति डिस्टर्ब भइरहेछ कि, अथवा हाम्रो चाहिँ त्यो इफेक्टिभनेस अथवा इफिसियन्सी भन्छौँ नि हामीले 100% दिन सक्थ्यौँ भने त्यो एलर्जीले गर्दा अथवा त्यो त्यो सानो मिस्टेकले गर्दाखेरि चाहिँ हामीले 100% दिन सकिरहेको छैन कि भन्ने चाहिँ हामी अलिकति केयर गऱ्यो भने चाहिँ सायद धेरै इन्डस्ट्री जुन हाम्रो मुभी इन्डस्ट्रीमा त्यति केयर चाहिँ हुँदैन। सो इफ सानो सानो टिप्सहरू चाहिँ जुन हामीले अलिकति केयर गऱ्यो भने चाहिँ सायद नट जस्ट इन मुभी इन्डस्ट्री, इन एभ्री वर्किङ फिल्ड भनौँ न होइन। सो हामीले बेसिक डे टु डे लाइफमा हुन्छ नि,
गरिने स्टेप्सहरू चाहिँ जुन हामीले केयर गरेर हुँदैन, मेबी समटाइम्स प्रब्लम त्यहीँबाट हो कि भन्न चाहिँ हजुरहरूलाई सजेस्ट गर्न चाहेँ। थ्याङ्क यू।